के खाइछ मुगा त्यो अम्बा दाँत छ अम्बा खाने है रहेछ त्यस्तो साह्रो अम्बा अनि के भएको अरे हजुरको को हरायो नन्द भेटेन भन्छिन्थ्यो नि के भएको थियो अरे अनि हाम्रो नन्द अब खानु पर्छ लिएर गएको अब कान्छी सासूले लिएर गएको अनि सासू कतिवटा हजुरको सासू 2-3टा ए अनि ससुराले के भनेर बच्चा लिएर गएको बच्चा चाहिँ भोलिपल्ट गएर खोसेर ल्याएँ होइन ल्याएपछि अनि हामीले जेठानी र मैले पालैसँग दुध खाँदै हुर्काइसकेको थियो ठुलो भइसकेको थियो 10-12 वर्षको अनि हाम्रो आमाजुले काठमाडौँ लिएर गएपछि अनि त्यहाँबाट आमाजुको नि फुपू कहाँ लगेर राखिदिन्छु भनेर आमाजुले लग्यो फुपू कहाँ राखिदियो अरे अनि त्यहाँ अनि के नामले बोलाइसन्थ्यो हजुरहरू हामीहरू च्याउकी भन्थ्यौँ अनि त्यहाँबाट त त्यो अलिक ठुली भएपछि आमा चाहिँ चोरेर लगेर पनौतीको केटालाई बिहा गर्दैछ देउता थानबाट उसले कता थाहा पाएछ बिहा गर्दैछ अनि अब त्यहाँ छोराहरू छ अरे घर छ अरे पसल छ अरे के छ भन्ने कुरा सुने हामीले उहिले होइन अब आमाजुले नभन्ने गल्पु पाखामा आमाजु कहाँ घिउ दही बोकेर आउँथ्यो अरे अनि आमाजुले चाहिँ अब माइती कहाँ हो कहाँ थाहा छैन भनेपछि परिलाउन पऱ्यो नि फलान ठाउँ माइती तिमीलाई भेट्न लगिदिउँला तिमी जाने भए लगिदिउँला देवीहाट हो हाम्रो माइती भनेर भन्न पर्ने हाम्रो आमाजुले पनि गल्ती हो अरे क्या त्यही बेला केही नभन्ने